अस्ति पानीले गर्दाखेरि धानको बिजोग यस्तो छ, यो सबै अहिले यसरी सुकाउनु परेको छ। पहिलो चाहिँ यो सिधै भगरीमा लगेर चाहिँ हाल्थ्यो। अब यो चाहिँ अहिले चाहिँ पुरै पानीले भिजेर चाहिँ यस्तो भएको यो धान चाहिँ सुकाउनु परेको हो। खास चाहिँ नभए सुकाउनु पर्दैन थियो, योभन्दा अगाडि चाहिँ यसरी सुकाउँदैन थियो। अब जुन हाम्रो यहाँ उ गरिरहेको छ, यहाँ चाहिँ हाम्रो खला भन्छ यसलाई, यो चाहिँ खला गर्ने हो। यहाँ चाहिँ धान झार्ने ठाउँ। यहाँ चाहिँ धान झार्ने ठाउँ। यस्तो मुठा मुठा बनाउँछ, यो मुठा मुठा चाहिँ बाँधेर अलि अलि पिट्ने हो। पराठा में यहाँ खाओ ना हाँ मैं जो खाए ना हमारे भाई टी बाहर अहिले चाहिँ गाउँतिर पराल समेत नभइसक्यो। गाउँमा मान्छे नै छैनन्, पाल्दैनन्। परालहरू घाँसहरू सबै त्यत्तिकै बस्ने भयो। गाउँमा चाहिँ अहिले चाहिँ अब नबिग्नी भइसक्यो।